के तपाईलाई कालो दिशा हुँदैछ र बेवास्ता गर्नुभयो भने ठूलो खतरा हुन सक्छ। ध्यान दिएर सुन्नुहोस्। नमस्ते, म डाक्टर प्रकाश। यो भिडियो अन्त्यसम्म हेर्नुहोस् र यस्तै जानकारीका लागि मलाई फलो गर्नुहोस्। कालो दिशा देख्नु कहिलेकाहीँ सामान्य होइन र यो शरीरभित्र लुकेको रक्तस्रावको सङ्केत हुन सक्छ। चिकित्सकीय भाषामा यसलाई मेलिना भनिन्छ, जुन प्राय पेट वा माथिल्लो आन्द्राबाट हुने रक्तस्रावका कारण हुन्छ। पेटभित्र रगत लामो समय करिब 12 देखि 14 घण्टा रहँदा पचेर कालो टार जस्तो दिशा बन्छ। यो अवस्था पेटको घाउ, खाना नलीका नस फुल्ने समस्या, पेटको जलन वा कहिलेकाहीँ पेटको क्यान्सर जस्ता गम्भीर रोगहरूसँग सम्बन्धित हुन सक्छ। करिब 50 देखि 100 मिलिलिटर जति रगत बगेपछि मात्र मेलिना देखिन सक्छ, जसले यो पहिले नै महत्त्वपूर्ण ब्लिडिङ सङ्केत हुन सक्छ भन्ने देखाउँछ। तर सबै कालो दिशा रक्तस्रावका कारण हुँदैन। आइरन ट्याब्लेट्स वा बिजमुथ जस्ता औषधिले पनि दिशा कालो बनाउन सक्छन्। यदि कालो दिशासँगै पेट दुख्ने, चक्कर लाग्ने वा कमजोरी जस्ता लक्षण छन् भने यसलाई बेवास्ता नगरी तुरुन्त डाक्टरलाई देखाउनु आवश्यक हुन्छ। प्रारम्भिक उपचारमा तरल पदार्थ, ब्लड टेस्ट र आवश्यक परे एन्डोस्कोपी गरेर ब्लिडिङको स्रोत पत्ता लगाइन्छ। स्वस्थ जीवनशैली अपनाउने, आवश्यक औषधि मात्र चिकित्सकको सल्लाहमा प्रयोग गर्ने र शरीरका सङ्केतहरूलाई ध्यान दिने बानीले यस्तो जोखिम कम गर्न मद्दत गर्छ।